हजुरहरूको पनि मुख गनाउने समस्या छ अनि ब्याड स्मेल आउँछ मुखबाट एकदमै धेरै भने चाहिँ ब्याड स्मेल चाहिँ पेटको समस्याले अनि मुखको समस्याले गर्दाखेरि आउने हुन्छ। जापानको ड्रग स्टोरहरूमा पाउँछ यो ब्रिथ केयर भन्ने, यसले चाहिँ एकदमै धेरै हेल्पफुल हुन्छ। यसले चाहिँ भित्रदेखि नै ब्याड स्मेल आउनको लागि कन्ट्रोल गर्छ अनि यो चाहिँ लङ लास्टिङ चाहिँ हुँदैन। यो खाएपछि चाहिँ एक दिनसम्म चाहिँ एकचोटि एउटा खाँदा एक दिनसम्मको लागि काम गर्छ। मिन्ट फ्लेभरको हो, एकदमै मिठो बास्ना आइराख्छ आफ्नो मुखमा पनि, एकदमै फ्रेस बनाइराख्छ मुखलाई पनि। अनि यो सधैँको लागि मुख नगनाउन समस्या बनाउनु छ भने चाहिँ यो माउथ वास भन्ने पाउँछ मेडिकेटेड, जुन ड्रग स्टोरमा पनि पाउँछ। यो पनि मिन्ट फ्लेभरको हो। यसले चाहिँ आफ्नो मुख नगनाउने समस्यालाई हटाउँदै हटाउँदै लैजान्छ। यसले चाहिँ लङ टर्मसम्मलाई काम गर्छ भने यसले चाहिँ सर्ट टर्मको लागि मात्रै हो। यसले चाहिँ मुख गनाउने समस्यादेखि लिएर अनि त्यस पछाडि दाँतको समस्याहरूलाई पनि हेल्प गर्छ। यसले चाहिँ यो दुइटा चाहिँ जता पनि पाइन्छ ड्रग स्टोरहरूमा सजिलैसँग किन्न सकिन्छ। यसले चाहिँ टेम्पोररी काम गर्छ, एक दिन युज गरेको बेलामा मात्रै काम गर्छ भने चाहिँ यो चाहिँ रेगुलर युज गर्ने हो भने चाहिँ यसले चाहिँ लङ लास्टिङ काम गर्छ। यसले चाहिँ कहिलेकाहीँ युज गरेन भने पनि त्यो दिनको लागि पनि काम गर्छ। साथीहरूको अनि कोही चिनेको मान्छेहरूको यस्तो खालको समस्या छ भने चाहिँ मेन्सन गरिदिनुहोस् है त। थ्याङ्क यू फर वाचिङ, बाई बाई।